कोसँग बिहे गर्दै चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङले आफू लामो समयदेखि आफू प्रेम सम्बन्ध रहेको र आफूले छिट्टै बिहे गर्ने भन्दै एउटा इन्टरभ्यू कार्यक्रममा जानकारी दिएपछि दर्शक श्रोताहरूले चर्चित गायक लन्टु तथा चिज गुरुङले कोसँग बिहे गर्ने हो भन्दै निकै नै प्रश्नहरू गर्दै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ। निर्जला गुरुङ र आफूले गाएको विभिन्न लाइभ दोहोरीहरू दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र पछिल्लो समय गायिका निर्जला गुरुङ र आफ्नो लाइभ दोहोरी मात्रै नभएर आफ्नो र निर्जला गुरुङको भने एल्बमको गीत पनि यतिखेर बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङले जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै आफू स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरूले आफ्नो र निर्जला गुरुङको जोडीलाई निकै नै मन पराइदिनु भएर आफूहरूले गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बमको गीतको केही टुक्राहरू नै सामाजिक सञ्जालमा निकै नै भाइरल र दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले निरन्तर गीत सङ्गीत निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङले जानकारी गराउनुभएको छ। आफूले लामो समयपछि फेरि पनि चर्चित गायिका निर्जला गुरुङ र आफ्नो एल्बमको गीतहरू तयारी भएको छिट्टै निर्जला गुरुङ र आफ्नो एल्बमको गीत बजारमा आउने भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ। चर्चित गायिका निर्जला गुरुङ र आफ्नो लाइभ दोहोरी गाउने जोडी निकै मन पराइने आफूहरू देश तथा विदेशमा निकै नै परिचित पनि हुन सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गर्नुभएको छ। आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएका लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङसँग आफूले लाइभ दोहोरी गाएपछि आफू देश तथा विदेशमा आफू निकै परिचित हुन पनि सफल भएको र दर्शक श्रोताहरूले आफू र चिज गुरुङलाई निकै नै माया र साथ दिएको भन्दै लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। पछिल्लो समय गायक लन्टु तथा चिज गुरुङ र आफ्नो सामाजिक सञ्जालमा नाम जोडिँदै आएको भने आफूहरू राम्रो लाइभ दोहोरी गाउने जोडी रहेको र आफ्नो र चिज गुरुङको कुनै पनि प्रेम सम्बन्ध नरहेको भन्दै लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। गायक चिज गुरुङसँग आफूले गाएको लाइभ दोहोरी भने दर्शक श्रोताहरूको निकै नै मन मुटुमा बस्दै आएको र पछिल्लो समय आफूले देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ।